बाटिका क्रिएसन बुटिक कप अन्तर्गत यतिखेरको खेलहरू सञ्चालन भइरहेको छ। विजय एफसी पहेँलो र यहाँ सेतो जर्सीमा टाइगर एफसी उथोरीले भरेको जेनजीहरूले भरेको टाइगर एफसी यो कमसा कम देख्न सक्छौँ। विजय एफसीले अग्रता लिइसकेको छ। टाइगर एफसी बल पोजिसन बनाउँदैछ। विजय एफसी भर्सेस टाइगर एफसी। फुटबल भने बित्तिकै हुरुक्कै हुने दुई टिम। यतिखेर प्रथम बाटिका क्रिएसन बुटिक प्रमोस कप 2082 को खेलहरू खेलिरहनु भएको छ र यसको प्रत्यक्ष प्रसारण बक्स अफिस टेलिभिजनले गरिरहेको छ। पहेँलो जर्सीमा विजय एफसी विजय गायक व्यावसायिक विजय थापाको ब्युटिफुल कप विजय एफसी र नयाँ भाइहरू यहाँ सेतो जर्सीमा राम्रो खेलिरहनु भएको छ। फेरि टाइगर एफसी बल पोजिसन बनाउँदैछ। नेपाली चलचित्र गीत सङ्गीत म्युजिक भिडियो दुनियाँको एकमात्र फुटबल एकाडेमी बक्स अफिस फुटबल एकाडेमीले फुटबलको माध्यमबाट जनजनमा गीत सङ्गीत चलचित्र पुर्याउनको लागि यो खेल आयोजना गरेको छ र हामीलाई साथ दिएको छ बाटिका क्रिएटिभ बुटिक नयाँ बानेश्वर थापा गाउँमा सञ्चालित छ। यसका सञ्चालक हुनुहुन्छ वरिष्ठ समाजसेवी महिला उद्यमी गोमा अधिकारी धिताहालजीको यो सहकारी रहेको जानकारी गराउँछु। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यसको प्रत्यक्ष प्रसारण बक्स अफिस टेलिभिजनले गरिरहेको छ। अब हामी सिधै सेमिफाइनलका खेलतिर जाँदैछौँ। काठमाडौँ भक्तपुर ललितपुरका विभिन्न टिमहरू छनौट गर्दै सुपर 8 टिमको यो खेलहरू आज पौष 5 गते शनिबार इलाइट फुटसलमा सञ्चालन भइरहेको छ। 7 साइज यो ग्राउन्डमा यतिखेर बल पोजिसन बनाउँदैछ टाइगर एफसी। विजय एफसीलाई दबाब दिँदैछ।